हेलो सबैमा नमस्कार। एउटा आज म खास कुरामा भिडियो बनाइरहेको छु। सबैजनाले ध्यान दिएर सुनिदिनु होला र यसलाई सेयर गरिदिनु होला। लाइक कमेन्ट गरे गर्नुस्, नगरे नगर्नुस्, हजुरहरूको मन हो, तर सेयर गरिदिनु होला। सबैले सुनोस् र सक्दो यो भिडियो प्रधानमन्त्रीज्यूनिर पुगोस्, स्वास्थ्य मन्त्रीज्यूनिर पुगोस् र उहाँहरूले केही बुझ्नुहुन्छ र केही पाइला चाल्नुहुन्छ। यो हाम्रो देशमा जुन पुराना नेताहरूको जुन सिन्डिकेट थियो, त्यो सिन्डिकेटबाट उत्पादित समस्याहरू नेपालमा खास गरेर यो औषधि फ्याक्ट्रीहरूमा विचार गर्नुपर्ने हुन्छ। औषधि जति पनि फार्मास्युटिकलहरू खोल्या छ, औषधिको उत्पादनहरू खोल्या छ, त्यो सबै औषधि उत्पादकहरू नेपालको हो कि विदेशी हो कि इन्डियाको हो कि कहाँको हो, त्यो पत्ता लगाउनु पर्छ। र साथसाथ तिनीहरूको गुणस्तरमा ध्यान दिनु बहुत जरुरी छ। अब इन्डियाको मान्छेले तपाईको मारवाडीहरूले नेपालमा आएर थुप्रै औषधि उत्पादन गर्ने फ्याक्ट्रीहरू खोलेका छन्। त्यो औषधि उत्पादन गर्छन्, अब त्यो कति मात्रामा क्वालिटी हाल्छ, कति मात्रामा हाल्दैनन्, त्यो मात्रा चेक जाँच गर्ने पहिलाका सरकारकै मान्छेहरू थिए। अब मिले मतमै नीतिगतै भ्रष्टाचार गरिराखेका थिए, त उनीहरूको चेक जाँच सही हुन्थ्यो कि हुँदैन थियो त्यो थाहा भएन। तर त्यही इन्डियाबाट ल्याएको आर्बिटोन कुनै पनि महिलालाई खुवाउँदाखेरि एउटा आर्बिटोनले कम्प्लिट गरिदिन्छ, महिलालाई ठिक पारिदिन्छ, निको गरिदिन्छ। जति पनि शरीरको झुन्झुनाट हुन्छ, कमजोरी हुन्छ, विकनेस यताउता हुन्छ, सब ठिक गरिदिन्छ। महिला सम्बन्धी रोग तपाईको कुनै एन्टिबायोटिक ल्याउनुस् इन्डियाबाट, मान्छेलाई ठिक हुन्छ, 5वटा खान्छन्, डोज खाएर निको हुन्छ। तर त्यही नेपालको एन्टिबायोटिक खाँदाखेरि ठिक हुँदैन। एन्टिफङ्गल खाँदाखेरि कति खानुपर्छ, 6 महिनासम्म खानुपर्छ यहाँ। तर त्यही इन्डियाको एन्टिफङ्गल खाँदाखेरि 1 महिना 1.5 महिनामा ठिक हुन्छ। यो सबै क्वालिटीको कुरा हो। यिनीहरूले कम क्वालिटी राखेर नेपालको जुन औषधिहरू छ त्यसप्रति बदनामी गर्न खोजिरहेछ। यो बदनामी गरेर नेपालको औषधिहरू खराब हुन्छ।